1 सेकेन्ड। हामी चाहिँ यो रोटीलाई कति बाक्लो भयो है फेरि। दिस इज चिकन नाइ चिकन रोल होइन, करेन्ट रोल है त। दिस इज करेन्ट रोल एन्ड राइस बाइट। तो हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। तो आज चाहिँ मुकब्याङ भिडियो रहेको छ यो चाहिँ होइन। तो हाम्रो चाहिँ यहाँ रोटी तयार भइसकेको छ लगभग 9-10 वटा, प्लस यहाँ अन्डा बनेछ, यहाँ करेन्ट बन्दैछ होइन। प्लस यस पछाडि चाहिँ म थाली रेडी गर्छु। फाइनली मेरो थाली चाहिँ रेडी गरिसकेँ होइन, जुनको लुक चाहिँ यस्तो छ। यहाँ 15 वटा रोटी छ होइन, बाक्लो तलतल नि छ। यता करी भयो, अनि यो करेन्ट चाउचाउ, अन्डा अनि थोरै राइस छ हाम्रो अलिकति। ट्याक्क मैले सेटअप बनाइसकेँ। तो लेट्स गो, वी हैव टु गो। इंग्लिश मिलेन क्या हो होइन। जोस राम्रै बनाइरहेछ। हामी चाहिँ यो रोटीलाई यसको बीचमा राख्छौँ यसरी होइन, ट्याक्क। लेट्स सी मैले खान सक्छु कि न यो सबै होइन। 15 वटा रोटी छ, 15 वटा छ कि 10 वटा छ। पाँच मिनटमा खाने च्यालेन्ज हो त। 5 मिनटमा 10 वटा रोटी, 2टा करेन्ट चाउचाउ, 8 बोटको राइस, 2टा अन्डा प्लस करी है त। लेट्स सी। बहुत 8-10 मिनट मिनिमम लाग्छ जस्तो हो। अलि बाक्लो पनि भयो, साह्रो पनि भयो। अब अलिकति करीसँग है त, अलिकति करी, एउटा अन्डा, अलिकति आलु है त, अनि अलिकति यो पास्ता पनि है त। पास्ता पनि, यो पास्ता हो छुट्टै फेरि। अनि लेट्स मेक रोल। कति बाक्लो भयो क्या फेरि। आउटस्ट्यान्डिङ, आफूले बनाएको यस्तो मिठो भयो। टेस्ट त यस्तो डेन्जर छ नि, टेस्ट त। थोरै अब राइस टेस्ट गरौँ होइन।
5 मिनटमा त पछि अब 1 मिनटमा खाइसक्छ कहीँ नपाएर इट्स इम्पोसिबल फर मी यसलाई चाहिँ म एक्स्ट्रा राख्छु होला कि अहिले हार्ड रहेछ क्या अलिकति यिनीहरू अलिक सफ्ट छ यिनीहरू चाहिँ खान सकिन्छ होला अहिले हार्ड रहेछ क्या त्यो चाहिँ अलिक खान सकेन क्या सपाउनै गाह्रो लेट्स फिलिङ डेन्जर छ नि त फिलिङ त यो खाना एउटा रोटी खान 1 मिनट त पक्का लाग्नु छ म 10वटा रोटी खान्छु भन्ने सोचिरहेको थिएँ अहिले थिन भइदिएको भए खान्थेँ होला तर यो अलि ठिक छ थिन छैन ठिक छ क्या बढी टेस्ट त मिठो छ तर तपाईँको जे चिज पनि तपाईँले चाहिए भन्दा बढी खानुभयो नि त्यो मिठो हुन्न क्या यति भइसकेपछि त्यो अगाउँदै गइसकेपछि मिठो लाग्दैन क्या हो कि नै त्यो तपाईँहरूलाई थाहा होला त अहिले पनि ठिकै छ यस्तो चारवटा खायो भने पेटलाई चाहिँ असर पर्छ फेरि तपाईँहरू चाहिँ आफ्नो घरमा चाहिँ ट्राई नगर्नु होला सिरियसली प्रोबेबली अब मेरो यस्तो भिडियो चाहिँ 40 भिडियो डेली बेसिसमा नै आउन सक्छ पाँच मिनटमा सकिने कुरो भएको थियो यति बाँकी छ प्लस अझै पनि 3टा रोटी यता पनि एउटा रोटी छ 4टा रोटी तै पनि म खान ट्राई गर्छु है त यो अलि हार्ड भयो के लास्ट हार्ड भयो ओभर हार्ड भयो क्या यो चाहिँ सुक्खा रहेछ म चाहिँ यो चिनीहरू चाहिँ खामोरेन खाँदिनँ यो दुईटा चाहिँ ट्राई गर्छु है त वन्स अगेन लेट्स नै अलि ओभरै भएको जस्तो फिल भइसक्यो यो रोटी अलिकति थिन भइदिएको भए एकदम ठिक हुन्थ्यो क्या तपाईँको एकदम
बाक्लो भएछ क्या। लगभग 2 किलो आटामा 1 किलो राख्यो होला। 1 किलो आटाको हो यो होइन। 1 किलो आटा त अनि खाना अप्ठ्यारै हुन्छ नि त होइन। प्लस त्यहाँ इन्ग्रेडियन्ट्सहरू अरू हालेको छु मैले होइन। त्यही भएर यत्रो 2 प्याकेट लेट्स चाहिँ वान एउटा चाहिँ अझै अन्डासँग ठ्याक्क होइन फाइनल। एक है त त्यसै चिकन नै चिकन रोल होइन करेन्ट रोल है त यो। दिस इज करेन्ट रोल होइन राइस बाइट। त्यसमा जस्ट वेट द रामु बाइट। एकदम लास्टसम्म खाने पनि एकदम मिठो हो क्या दामी। लास्ट ह्याप्पी भयो क्या आज। रोटी अलिक थिन बनाउनु पर्ने रहेछ। सेकेन्ड लास्ट आजको मुकब्याङमा चाहिँ अलिकति हारै भयो होइन। खाना पनि सकेन 5 मिनट 6-7 मिनटमा सम्म खान सक्छु होला भन्ने च्यालेन्ज लिएको थिएँ मैले। तर आफैले बनाएको रोटी हो कि अलिकति ह्याप्पी भयो होइन। 1 किलो मैदाको रोटी 1 किलो आटाको रोटी एकदम ह्याप्पी भयो होइन। तपाईँको पनि खासै धेरै चाहिँ बचेको होइन। खाना चाहिँ म खाने मान्छे हो होइन। अब मुकब्याङ यतिकै गरिँदैन नि त। तपाईँको यत्रो ठिक रोटी छ होइन। यत्रो ठिक रोटी छ। यत्रो ठिक रोटीमा 11वटा 10वटा रोटीमा 3वटा रोटी बाँकी छ। प्लस करेन्ट चाउचाउ अलिकति बाँकी छ। राइस पनि अलि खान सकिएन। त यही भयो गाइज, दिस इज पार्ट अफ द भिडियो। केही हुन्न, घरमा चाहिँ ट्राई नगर्नु होला, अलिकति पेटको लागि असर पर्न जान्छ। त्यही भन्दै आजको यो भिडियोमा चाहिँ यति नै छ। नेक्स्ट टु सी यु गाइज अर्को भिडियोमा है त। बाई बाई।